हेलो गाइज, आज त म आफ्नै खेततिर आएको छु। यो चाहिँ हाम्रो खेत हो। यो सबै अहिले यो पातले घारी देखिएकोदेखि चाहिँ उँधो पुरै चिलाउने घारी भएछ होइन। पहिले हाम्रो ठ्याक्कै कटेर चाहिँ यो चिलाउनेको रुखनेरि थियो, यहाँनेरि कटेर थियो। आजभन्दा लगभग 12-14 वर्ष पहिले होइन। अनि यो चाहिँ हाम्रो खेत चाहिँ यहाँनेरि छ। हाम्रो खेतका कालमा चाहिँ निकै अग्ला अग्ला भर्याङ नै खाले छ होइन गाइजहरू, हेर्नु है। अनि यतापट्टि हाम्रो बडाउको, यहाँ बडाउको खेत यतापट्टि चाहिँ बडाउ गाई गोरु गोठाले रहनु भएको छ। आज गाई गोरु होइन, म पनि भेडा बाख्रा लिएर आएको। यता चाहिँ हाम्रो खेत, यहाँ तलसम्म, यहाँ तल बाख्रोदेखिसम्म हाम्रो खेत हो यो सबै। अनि यो तल्लो खेत चाहिँ फेरि हाम्रो माथिल्लो घरको। यता पारिपट्टि चाहिँ अब यहाँनिर यो देखिएदेखि अलिकति मुनतिर चाहिँ हाम्रो माथि बुद्धि काकाको होइन। गाइजहरू यस्तै छ हौ, हाम्रोतिर खेतहरू सबै बाँझो छ, घारी भइसकेको छ। बाँदरले केही खान दिँदैन। अब खेती कमाइ लगायो भने पनि बाँदरले सबै खाइदिइहाल्छ। अनि त्यही भएको कारणले यताउति सबै खेत बजिएको कारण त हो। हाम्रो खेत पनि त्यही भएको कारणले बजिएको होइन। अब रोप्न सकिएन। अब रोपो भने पनि अब सबै बाँदरले खाइहाल्छ। यस्तै छ गाइजहरू। अनि म सानो हुँदाखेरि चाहिँ यहाँनिर हाम्रो कटेर थियो। यहाँनिर यहाँ बनाउँदाखेरि ठुलो पानी आएको थियो। अझ म पुरै याद छ, यहाँनिर बनाउँदै थियौँ हामी कटेरो। पानी ठुलो पानी आएर कुटेर रातारात घर गएका छौँ। त्यो पनि सबै कुरो अब यो खेतले अब दिलाउँछ यहाँ आएपछि सम्झनाहरू होइन। के गर्नु, तर बाध्यताले रोप्न सकिएन, त्यस्तै अवस्था छ। अब यस्ता अग्ला अग्ला काला खाना हाम्रो चाहिँ फेरि यो चाहिँ ठिकै हो। यतिको चाहिँ यहाँ मुनि चाहिँ पुरै भर्याङ जस्तै छ हौ, नाम चाहिँ पोइरे होइन गाइजहरू। यस्तै छ हौ। अब यता पारिपट्टि पनि सबै बजिएको छ खेतहरू, फाँट छ नि। यतापट्टि पनि बजिएको छ, माथि मात्रै रोप्ने गरेको छ। यस्तै छ हौ गाइजहरू। यता बडाउहरूको पनि पुरै बजिएको छ। यता हाम्रो तल्लो घरको यतापट्टि सिमले भन्ने पनि पुरै बजिएको छ यतापट्टि। अब यहाँ देखिएन घारी भएको कारणले गर्दाखेरि। यो सिमले, यो चौतारे, यता मास्तिर पहिरे सबै यस्तै छ हौ गाइजहरू। म चाहिँ आज आफ्नै खेतीतिर गोठालो आएको छु। यस्तै छ। अब रोप्न सकिएन। अब गाई गोरु चरायो, बाख्रा चरायो। यस्तै छ गाइजहरू, बाँदरले दिँदैन।